सम्पूर्ण अभिभावकज्यूहरू र अन्य मेरा प्रतिस्पर्धी साथीहरू र मेरा अन्य साथीहरूमा म कक्षामा अध्ययनरत विद्यार्थी दिशिका राईको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। आज यस कार्यालयद्वारा सञ्चालन गरिएको वक्तृत्व कलामा भाग लिन वाद विवाद कार्यक्रममा भाग लिन पाउँदा म अत्यन्त खुसी छु र यस वाद विवादको शीर्षक रहेको छ विज्ञान प्रविधि वरदानकी अभिशाप। यसमध्ये म पक्षबाट बोल्न गइरहेको छु। विज्ञान प्रविधि अभिशाप नभई वरदान हो, किनकि विज्ञान प्रविधिले मानिसको जीवन सुविधायुक्त बनाइदिएको छ। विज्ञानको कारणले गर्दाखेरि अहिलेको विज्ञान हाम्रो अङ्ग बनेको छ। यदि हाम्रो शरीरका कुनै अङ्गहरू बिग्रेमा त्यसलाई पुनः फेर्न सकिन्छ। यदि हाम्रो आँखा फुटेमा त्यसलाई रोबोटिक आँखा लगाउन सकिन्छ। त्यसै विज्ञानको क्षेत्र विज्ञान र प्रविधिको कारणले गर्दा यातायातमा पनि धेरै सुविधा भएको छ। पहिलाका मानिसहरू एक ठाउँदेखि अर्को ठाउँसम्म जानको लागि हिँडेर जानुपर्थ्यो। यदि बिमारी भइहाल्यो भने उनीहरूलाई अस्पताल लग्न पनि कठिन हुन्थ्यो। अस्पताल पनि नजिक हुँदैन थियो, धेरै टाढा हुन्थ्यो। उनीहरूलाई बोकेर लानुपर्थ्यो, कसैको त बाटोमै मृत्यु हुन्थ्यो। तर अहिलेको युग विज्ञान र प्रविधि युक्त युग हो। विज्ञान र प्रविधि युक्त युगमा यातायातको सुविधा छ। यदि हामीलाई बिमारी परिहाल्यो भने घर नजिकैसम्म गाडी आउँछ र सजिलैसँग अस्पताल लगिदिन्छ र हाम्रो बेलैमा उपचार हुन सक्छ। यातायातले विज्ञान र प्रविधिले शिक्षामा पनि ठुलो भूमिका खेलेको छ। कोभिड-19 सङ्क्रमणमा विज्ञान र प्रविधिको कारणले गर्दा विद्यार्थीहरूले अनलाइन क्लास पढ्न पाएका थिए। यदि यो विज्ञान र प्रविधि नभइदिएको भए यो असम्भव हुन्थ्यो। हामीले जानेका वा नजानेका शब्दहरू विज्ञान र प्रविधि इन्टरनेट मोबाइल जस्ता उपकरणबाट सजिलैसँग पत्ता लगाएर जान्न सकिन्छ। यदि हामीलाई इङ्ग्लिस बोल्न मन छ तर आउँदैन भने इङ्ग्लिस सिक्ने जस्ता एप्सहरू पनि धेरै हुन्छन्। विज्ञान र प्रविधि मेरा पूर्ववक्ता साथीले भन्नुहुन्छ होला, विज्ञानको कारणले गर्दाखेरि मोबाइल इन्टरनेटको कारणले गर्दाखेरि मानिसमा धेरै लत लाग्छ। तर विज्ञानले पनि विद्यार्थीले पनि सही समयमा सदुपयोग गर्यो भने त्यसको राम्रो असर हुनेछ। विद्यार्थीलाई धेरै समयसम्म मोबाइल इन्टरनेटको प्रयोग गर्न दिँदैन, सही सदुपयोग गर्न दिनुपर्छ। त्यसमा अभिभावकको ठुलो भूमिका रहेको हुन्छ। विज्ञान र प्रविधिको कारणले गर्दाखेरि कृषि क्षेत्रमा पनि ठुलो भूमिका रहेको छ। विज्ञान र प्रविधिको कारणले गर्दाखेरि किसानले 1-2 हप्ता लगाएर खन्न सक्ने खेत विज्ञान र प्रविधिका कारणले गर्दाखेरि ट्रेक्टरले सजिलैसँग 1-2 घन्टामा खनेर सकिदिन्छ। यदि बोट बिरुवालाई किराले खाएर हैरान छ भने विज्ञान र प्रविधिले कीटनाशक विषादी जस्ता औषधिहरू बनाइदिएको छ। त्यसको कारणले त्यसको सदुपयोग गरेर किराहरूलाई सजिलै मार्न सकिन्छ। मेरा पूर्ववक्ता साथीले भन्नुहुन्छ होला, कीटनाशक विषादीको धेरै प्रयोग गर्यो भने चाहेको किराहरू पनि मार्न सक्छ। तर त्यो असम्भव हो। त्यसको खोलमा प्लास्टिकमा लेखेको हुन्छ यति मात्रामा यति प्रयोग गर्नुपर्छ भन्ने सबै लेखेको हुन्छ र त्यति मात्रामै प्रयोग गर्नु उचित हुन्छ। त्यसैले यो विज्ञान प्रविधि वरदान अभिशाप नभई वरदान हो। धन्यवाद।